वेलकम ब्याक टु सुन्दरगढी ब्लग्स। तपाईहरु सन्चै आराम हुनुहुन्छ र म पनि सन्चै आरामै छु। आज चाहिँ मेरो अलि घाँटी बसेर हैन, मेरो आवाज पनि राम्रो आएन होला खासै हैन। म चाहिँ मधेस आइसकेँ हैन। मैले चाहिँ बाटोमा भिडियो आज सुट गरिदिनु मलाई अलि खास सन्चो थिएन, त्यही भएर चाहिँ मैले अलि भिडियो सुट पनि गरिनँ। अनि म चाहिँ मधेस आइसकेँ। अनि तपाईहरुलाई भ्लग कस्तो लागिरहेको? 50 सब्स्क्राइब चाहिँ मेरो कम्प्लिट भइसकेको छ। त्यसमा चाहिँ अलि खुसी नै लागेको छ मलाई पनि हैन। मेरो आवाज चाहिँ कस्तो अर्कै आइरहेको हैन, घाँटीदेखि अलि रुवा लाग्यो नि त, त्यही भएर मैले भ्लग पनि हाल्दिनँ। पाहाड जाँदा अरू 2-3 दिन जति त गरेँ होला, त्यसपछि छोडिदिएँ मैले। आज चाहिँ म मधेस आएँ। अब हाम्रो के भइसक्यो त्यो त तपाईहरुलाई देखाउनु परिहाल्यो भ्लगमा हैन त। आँप अब पाक्ने बेला हुन लागिसक्यो। म आँप पनि देखाउँछु तपाईहरुलाई, हेर्दै जानु। अनि बिउ पनि कस्तो भयो सबै देखाइदिन्छु। मकैबारी त झन् देखाउनै पर्यो, त्यही यो मकैबारी नै तपाईहरुलाई देखाउँछु। ल हेर्नु राम्रोसँग भिडियो ल। गाइज एउटा चाहिँ हैन, म पाहाड गएको बेला ब्याड भएछ के भएछ भन्दाखेरि यहाँ हेर्नुहोस्, यो आँप थियो नि, आँपको बुट्टो चाहिँ हावा लाएर चाहिँ आँप साँप भाँचिसक्यो। अन्त यताको चाहिँ अब पाक्न प्यालो भइसक्यो। म जान्छु त्यहीँ गएर बुट्टोमै गएर देखाउँछु तपाईहरुलाई। गाइज हेर्नु, हल्का प्यालो भइसक्यो अब आँप चाहिँ अब पुरा रेडी हुन लागिसक्यो। अनि अलि सन्चो छैन कि, त्यही भएर अलि आजको भ्लग चाहिँ कस्तो ठिकै होला हैन। यता चाहिँ मकैबारी पनि अब हैन, मकै पनि पाक्न लागिसक्यो हैन। अरू त के देखाऊँ तपाईहरुलाई, मकैबारी अनि सनफ्लावर पनि देखाइदिन्छु तपाईहरुलाई कस्तो भइसक्यो। सनफ्लावर नि पाक्न लागिसक्यो। म एक हप्तामा त पुरै चेन्ज भइसक्यो के। कस्तो घर आउँदाखेरि त पुरै अर्कै लाग्यो यहाँको मलाई त। गाइज हेर्नुहोस्, यो सनफ्लावर चाहिँ अब पाकिसक्यो हैन, ओइलाउन लागिसक्यो। मौरीले चाहिँ यता रस चुस्दै रहेछ। अनि उता बेड पनि ठिकै भइसकेको छ। यता फर्सी पनि रहेछ हैन। आजको भ्लग चाहिँ त्यति खासै राम्रो छैन। म चाहिँ त्यही हिजो आएको थिएँ घर हैन। अनि तपाईहरुलाई भ्लग देखाउनु पनि अलिक सन्चो थिएन, त्यही भएर मैले भ्लग सुट गरेको थिइनँ। हिजो त मलाई बोल्नै मिलेको थिएन केही पनि, त्यही भएर मैले भ्लग नि सुट गरिनँ हिजो चाहिँ। आज चाहिँ हल्का बोल्न मिल्यो, त्यही भएर आज भ्लग चाहिँ हालिदिनु पर्यो भनेर हालिदिएको। आजको भ्लग चाहिँ कस्तो लाग्छ तपाईहरुलाई, मन पर्यो सब्स्क्राइब गरिदिनु होला। एउटा चाहिँ खुसी खबर के छ भन्दाखेरि 50 सब्स्क्राइबर कम्प्लिट भइसकेको छ। र एउटा दुःख चाहिँ के छ भन्दाखेरि अलिक सन्चो छैन कि मलाई, त्यही भएर अलि भ्लग हाल्न मन लागिरहेको छैन। आजको भ्लग यहीँ गर्छु। मन पर्यो सब्स्क्राइब गरिदिनु। हस् त बाई।